हामी स्कुल पढ्दा बालकृष्ण समको दुई पंक्ति कविता खूब वाचन गर्ने गर्थ्यौं। भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति, जीत वैभव भाषामै बाँच्दछन् पछिसम्मै भनेर। अनि गोर्खाल्यान्ड आन्दोलनको अघिल्लो पक्षमा कुनै आन्दोलन पहाडमा व्याप्त थियो भने भाषा संग्रामको आन्दोलन हुने गर्थ्यो। अनि भाषा संग्रामको आन्दोलनले सम्पूर्ण विश्वभरिको गोर्खा, भारतवर्षको गोर्खालाई विशेष रूपमा अनि समग्रमा विश्वभरिको गोर्खालाई जोडेर राखेको अतीत छ हामीसँग। त्यो पछि जब भाषा मान्यता 1992 सालमा मान्यता प्राप्त गर्यो, सो पछि केवल वर्षमा एकचोटि भाषा दिवस मनाइने, घरिघरि सडकमा निस्केर सरकारी कामकाज नेपाली भाषामा गरिनुपर्छ भन्ने, साइन बोर्डहरू नेपालीमा लेखिनुपर्छ भन्ने, यहाँसम्म कि एकचोटि गाडीको नम्बर प्लेट पनि नेपालीमा लेखिनुपर्छ भन्ने सम्मको आन्दोलनहरू हुने गर्यो। भाषाले जति हामीलाई जोडेर राखेको थियो त्यति नै जोडेर राख्ने अर्को गोर्खाल्यान्ड आन्दोलन थियो, आन्दोलन छ। भाषाले मान्यता पाएपछि हामीले भाषालाई कति प्रयोग गर्यौं, कति गर्न सकेनौं, कति सरकारी सहुलियत हामीलाई प्राप्त हुन सक्थ्यो, तर त्यसमा हामी किन हाम्रो ध्यान आकर्षित भएन, त्यो माथि घरिघरि भाषा दिवसमा चर्चा हुने गर्छ। सोही क्रमलाई अगाडि बढाउँदै अर्को पिँढीमा नेपाली भाषाको महत्त्व नेपाली भाषीहरू माझ अहिले हामी देख्छौं। मेरै मोबाइलमा मेरा साथीहरूले पहिले कति शुद्ध नेपालीमा मेसेजहरू पठाउने गर्थे, अहिले नेपालीमा पठाइने मेसेजहरू पनि अंग्रेजी लिपिमा लेखेर पठाउने गर्छौं। हाम्रो अर्को पिँढीले नेपाली बोल्न नजान्नु गर्व मान्न थालेको छ। अभिभावकहरूले मेरो छोराछोरीले नेपाली बोल्न जान्दैन, अंग्रेजी स्कुल पढ्यो, घरमा आउने अंकललाई अंग्रेजी बोलेर देखाइदिए भनेर गर्व मान्ने। यदि तिमी अंग्रेजी जस्तै अंग्रेजी बोल्यो भने तिमी सुशिक्षित मानिन्छौ, तर एक शुद्ध नेपालीमा समाचार वाचन गर्ने जस्तो नेपाली बोल्यो भने तिमी सुसंस्कृत मानिन्छौ भन्ने परम्परालाई कायम राख्नको निम्ति भाषा दिवसकै पर्वलाई नै हामीले तय गरेर 27 अगस्तको दिन आउँदो बिहीबार पर्सिको दिन स्थानीय रामकृष्ण रंगमञ्चको नाम पनि हामीले घरिघरि भुलेर टाउन हल भन्ने गर्छौं। टाउन हल भन्न सजिलो पनि हुन्छ, तर रामकृष्ण रंगमञ्चको नामको आधारबाट एक भाषाविद र एक विभूति जसलाई यो पिँढीले भुल्न हुँदैन, जसलाई अनुकरण गर्नुपर्छ, अनुसरण गर्नुपर्छ, चिन्नुपर्छ, चिनाउनुपर्छ, चुन्नुपर्छ, चुनाउनुपर्छ, ती नामहरू पनि त्यो टाउन हलसँग जोडिएर राखेर हामीले एउटा कोसिस गरेका छौं। जब टाउन हल बनियो त्यसको हस्तान्तरण स्थानीय निकायलाई दिनुपर्छ भन्दै त्यहाँ कुनै ठुलो कुनै निर्णय भएन। यदि स्थानीय निकायलाई या म्युनिसिपालिटीलाई, नगरपालिकालाई दिएको भएदेखि त्यसको नाम नगरपालिकामा त्यो अधिकार हुन्छ नाम परिवर्तन गर्ने, त्यो भविष्यको कुरा हो। हामी भाषा दिवस आयोजन समितिको तर्फबाट अनि यो स्वतन्त्रता दिवस आयोजन समिति अनि डिस्ट्रिक्ट फुटबल एसोसिएसनका समग्र साथीहरू जो पूर्व अनुभवसँग एउटा जोडिएर फेरि अर्को एउटा कार्यक्रममा हामी अघि हामीले एउटा प्रेस विज्ञप्तिमा कतिपय संशोधन गर्ने कोसिस गर्छौं भनेर भनेका थियौं। त्यो संशोधनको प्रारम्भ पनि यही कार्यक्रमबाट गर्दै जम्मै हामीले सो दिन निम्त्याउन भुलेका साथीहरूलाई पनि बोलाएर अनि तपाईहरुलाई विदितै छ, यहाँको स्टेडियममा मेन स्टेजमा भिआइपी पोडियममा एकदमै सीमित ठाउँ भएकोले गर्दा त्यो दिन धेरै वरिष्ठहरू पनि थिए। उहाँहरूको अघि पनि हामीले प्रस्तावना राखेका छौं कि मेलाटारको यो परिवेशलाई कमसेकम एउटा स्वरूप दिने, यसलाई इन्डोर स्टेडियम बनाउन असुविधा छ। यहाँ यो एउटा खुला जग्गा छ मेलाटार, सो त्यसले गर्दा कमसेकम वरिपरि घुमेको यसको स्टेडियममा अलिकति यसलाई व्यवस्थित गर्ने पनि चर्चा भइसकेको छ। तर यो पछिको कुरा हो। 27 अगस्त बिहीबार स्थानीय रामकृष्ण रंगमञ्चमा 10 बजेदेखि उसो हामीले भाषा दिवस, केवल भाषा दिवस पालन गर्ने परम्परा निभाउन मात्र होइन, तर सो दिन भाषा दिवसको सेरोफेरो विज्ञहरूबाट सुन्ने अनि भाषाको मार्फतबाट 8औं अनुसूचीमा भाषा अन्तर्भुक्त भइसकेपछि सरकारी तौरमा हामी के कति सुविधा उठाउन सक्छौं त्यसबारे चर्चा अनि अर्को पिँढीलाई नेपाली भाषाको सम्वर्धन र संरक्षणमा कति प्रेरित गर्न सक्छौं भने एउटा नाटकको मार्फतबाट वीरको चिन्डो नाटक
2 MB महेन्द्र बागदास अनि महेन्द्र भुजेलको टोली जो भानु पालाबाट प्रतिष्ठित अभिनय गर्ने उहाँको र अनि हास्य व्यङ्ग्य नाटकको रूपमा त्यो पनि प्रस्तुत हुनेछ। 30 मिनटको नाटक, प्राय 2 घण्टाको कार्यक्रम यही आयोजक समितिको तर्फबाट नेपाली भाषा आयोजन दिवस आयोजन समितिको तर्फबाट सम्पन्न हुनेछ। सम्पूर्ण महानुभावगणलाई, किनभने अलिकति अहिले हामी सुस्ताएका पनि छौँ, केही पर्वहरूबाट फेरि दसैँ पनि सुरुवात हुँदै गरेको, सो दसैँको आगमनलाई पनि यसो मालश्रीका नाचहरू पनि हामीले समावेश गर्ने कोसिस गरेका छौँ। केही लोकनृत्यहरूबाट आउँदै गरेको दसैँ पर्वलाई पनि निम्त्याउने आह्वान गर्ने यो परम्परामा सम्पूर्ण कालेबुङे महानुभावगणलाई सङ्घ संस्था कतिपय सङ्घ संस्थालाई त हामीले पत्र मार्फत पनि निम्तो दिएका छौँ। तर समग्रमा टाउन हलमा फेरि एकचोटि बसेर केही आफ्नो बारेमा सुन्ने सुनाउने समयमा हजुरहरूलाई 10:30 बजेको कार्यक्रममा हामी आह्वान गर्दछौँ, निम्तो टक्राउँदछौँ।